सर्वप्रथम त सबैजनाले यो भिडियो हेर्नुस् त। yang घी नि सोम ब्ले बेसी गन्तिला लाइन yang दामाङ जिरो बिबार yang लखाइ अरे अनि तिल भेदो बङ्गे सुन्ने बङ्दै जिरो दाइ बङ्दै रे अरे हो होजिसन कतिपय तामगा सापट किन्दरी बाध्य मुला के थेतासी गोदोजी दा थेदस गोदोजी लाना गाली लाला जिरो खलाइ त थाहा मसम कमेन्ट लसिउ जिरो दाइ बङ्गुज राङ्निस लाना गाली लाला थेदस कमेन्ट ओहो तामाङ नन सोत पुइ के रे नेपाली सोत इंग्लिश नन सोत पुइ जी भिब्रे आदज तिलबिसम यदि राङ्नि त थाहा मसम जिरो दा दाइ बङ्गु होजो कमेन्ट लबिन बर्दो सिलबाली उहाँहरूले भन्नुभएको कुरा पनि एकदमै सही हो। किनभने जेरो भनेको अब हामीले सानै बेलादेखि प्रयोग गर्दै नआएको भएर चाहिँ यो समस्या आएको हो। यसमा हाम्रो गल्ती छैन है, यसमा हाम्रो पुर्खाकै गल्ती हो। अब भिडियो सुरु गर्नुभन्दा अगाडि म के कुरा भन्न चाहन्छु भने मलाई पनि तामाङको सबै शब्दहरू आउँदैन, तर आएको जति सबै प्रयोग गर्नुपर्छ भन्ने मेरो कुरा हो। अब यो भिडियोमा हामीले सानै बेलादेखि प्रयोग गर्दै आएको तामाङ शब्दहरू पनि नेपालीमा भनेको पाइयो है। जेरोलाई हाम्रो तामाङ भाषाबाट के भनिन्छ त्यो भन्नुभन्दा अगाडि उहाँहरूले भन्नुभएको नेपाली शब्दहरू हाम्रो तामाङ भाषामा म करेक्ट गर्दैछु, यानि कि सच्याउँदैछु। अब सुरुमा उहाँले गन्ती भन्नुभयो नि, त्यसपछि सापटी भन्नुभयो, अनि गाली भन्नुभयो, त्यो सँगसँगै बिचमा के पनि भन्नुभयो। हो यो कुराहरूलाई म हाम्रै तामाङ शब्दमा सच्याउँदैछु। अब उहाँले गन्ती भन्नुभयो नि, गन्तीलाई हाम्रो तामाङ भाषाबाट ज्याबा भनिन्छ। त्यो सँगसँगै सापटी भन्नुभयो नि, सापटीलाई हाम्रो तामाङ भाषाबाट दुईवटा थरीले चिनिन्छ। पैसा सापटी हो भने छे भनिन्छ, यदि पैसा बाहेक अरू नै सापटी हो भने खिबारी भनिन्छ। खिबारी भन्ने बित्तिकै तपाईँहरूले फेरि बान्नेवाला बुझ्नुहुन्छ होला होइन। बान्नेवाला कुन चाहिँ हो अनि सापटीवाला कुन चाहिँ हो त्यो चाहिँ सेन्टेन्स अनुसार बुझ्नुपर्छ। जस्तै म एउटा उदाहरण दिन्छु। पहिला हामीले जस्तै चामल सापटी लिनु पर्यो भने, तेल सापटी लिनु पर्यो भने आप्पा आमाले के भन्नुहुन्थ्यो, छुगु खी सिखाऊ माखी सिखाऊ भन्थ्यो नि। हो यो चाहिँ भनेको चाहिँ सामान सापटी मागे जस्तो भयो क्या। हो त्यो सापटीलाई चाहिँ खिबारी भन्छ। अब उहाँले सापट किन्सितासी भन्नुभयो नि, हो त्यसलाई चाहिँ अर्कोलाई ग्योइ खी सितासी भन्नुभएको भए अझ राम्रो सुनिन्थ्यो। त्यो सँगसँगै हाम्रो अर्को नानाले भन्नुभएको गाली भन्नुभयो नि, गालीलाई हाम्रो तामाङ भाषाबाट केवा भनिन्छ। अब तपाईँहरूले फेरि केवा भनेको त जन्म हो भन्नुहुन्छ होला होइन, तर केवा र केवामा धेरै फरक छ है। केवा मात्र भन्यो भने जन्म भयो, केवा भन्यो भने गाली भयो है। यो प्रनाउन्समा हुन्छ नि, एउटा लामो तानेर एउटा एकैचोटि भन्नुमा फरक छ, त्यो चाहिँ बुझ्नु होला। त्यो सँगसँगै अन्तिममा उहाँले केरे भन्नुभयो नि, हो त्यो केरेलाई चाहिँ हाम्रो तामाङ भाषाबाट तिल्रो भनिन्छ। यो चाहिँ अब मैले सानै बेलादेखि प्रयोग गर्दै आएको कुराहरू सच्याएको भयो है। यो चाहिँ हामीले अब तामाङबाटै बोलेको भए राम्रो हुन्थ्यो, किनभने यो हामीले बोल्दै आएको कुरा हो। अनि अन्तिममा अब जेरोलाई उहाँले कमेन्ट गर्नु थाहा छ भने भनेर भन्नुभएको रहेछ। म चाहिँ अब कमेन्ट होइन भिडियो बनाइदिउँ भनेर आएको हो क्या खासमा। जेरोलाई हाम्रो तामाङ भाषाबाट तोङमा अथवा थानथान भनिन्छ। यो भन्ने बित्तिकै तपाईँहरूले फेरि खाली हो यो भनेको त भनेर कमेन्ट गर्नुहुन्छ होला होइन। यदि तपाईँहरूलाई यसको बारेमा जान्नु मन छ भने शून्यको मिनिङ के हो सर्च गर्नु होला गुगलमा होइन। शून्य भनेको के हो त, केही पनि नहुनु के हो, त्यो नै शून्य, यानि कि हाम्रो तामाङ भाषाबाट तोङमा अथवा थानथान हो। अन्तिममा चाहिँ म अलिकति तामाङ बोल्न चाहन्छु होइन। यो चाहिँ हाम्रो जेसुम गेताङ सेङबा नानाको लागि। ngaलाई दोखाङ बिबा याङला तामाङ ग्योइदा जम्बुलिङ क्योङदा थेना लाबारी गोना लाबारी बम्मुबा राङसे चु गेताङदा तामाङ ग्योइ ग्यामसे चुजिम थेदा बिदासी राङदा सेम नाङयान देसेन लानन लानन थुजेछे ओम लानन लानन ज्याबमान बा चुराङमान गे सत्तन लसिसुगो लानन लानन थुजेछे।